guys, good morning and welcome back to our YouTube channel. बिहान खाले हाम्रो नानीले खुवाउँदैछु यहाँ खाना। आफू त पुरै फोरी भएकी छिन्, यहाँ पुरै मेरो जिउभरि लगाइदिएर नुहाउन जान लाग्यो अब चाहिँ म। अनि तिमी के गर्छौ? मम खाएर सुत्छिन् अब मेरो छोरी। अनि महाराजलाई मोबाइल लिएर फुर्सद छैन। आवाज रेकर्ड भयो कि भएन? Hello, mic check. So we are ready to go. हामी नुहाउन गइरहेछौँ भन्दै थियो र मेरो छोरी नुहाउन गइरहेछन् गाइस। अनि अब नुहाएको देखाउन मिल्दैन, सो म नुहाएको देखाउँदिनँ, नुहाएर ल्याएर देखाउँछु मेरो छोरीलाई। कस्तो मजाले नुहाउँछिन् कि जति रोँदै हुनै छैन। नुहाइसक्यो, खानासाना पनि खाइसक्यो हामीले। अब नानी सुतिरहेको छ, नानी त्यही भएर म लुगा धुन लाग्छु। बुढो अहिले घरमै हुनुहुन्छ, नानीलाई हेर्दै हुनुहुन्छ, अनि म चाहिँ लुगा धुन लाग्छु। अब म यो लुगा यस्तो चुटकी बजा देख्नुभयो मेरो म्याजिक। एक चुटकीमै सबै कपडा धोइदिएँ मैले। नानी सुतिरहेको छ, अब खाना खानु पऱ्यो नानीको। सो हामी बाहिर आएको छौँ एकछिन हावा खाना चाहिँ होइन है, कपाल सुकाउन आएको म चाहिँ। नानीलाई खाना खाएर आएको। नानीले आज फर्स्ट टाइम के खायो तिमीले? कलेजा खायो, मटनको कलेजा खाएछु नानी मेरो आज है जाउलोमा। अनि चम्सुरको साग पनि मिलाइदिएको थिएँ मैले, अनि त्यसपछि कलेजी पनि मिलाइदिएको थिएँ एउटा, अनि टमाटर पनि हाल्दै थिएँ एउटा, सबै खाएँ। मम्मीको क्लिप चाहियो? नि त नि त ओइ झरिहाल्यो नि त। ल बसेछौँ गाइस। नुहाएर फ्रेस भएछन्, हिरोइन भएछन् नुहाएर। खाइ हाई से हाई हाई गर हाई। सो गाइस आज अब आफ्टरनुन भइसक्यो, अहिलेसम्मको यही छ हाम्रो रुटिन। अब कहीँ गयौँ भने देखाउँछौँ हामी, नभए घरमै हुन्छौँ जहिले प्राय। गाडी हेरेर बस्छौँ गाइस यसरी, जुन जुन गाडी आउँछ नि रोडमा। आमा बाहिर नखसाउ मेरो क्लिप, बाहिर नखसाउनुहोस्, म समातिरहेछु तिमीलाई। मेरो क्लिप बाहिर नखसाउनुहोस्। हावा हुरी चले, हुरी त होइन हावा चले। के हेरेको छोरो हामी? आज नुहाएर त कति 2 घन्टाभन्दा बढी सुतिन् नन स्टप। हल्ला किन गर्ने? गाली गर्यो मम्मीलाई? अमै खै त हेर, मलाई गाली गरेको हो सान्वी। बोक्नलाई धेरै रिस। यता हेर त छोरो, नाइ मम्मीसँग रिसाएको हो। आऊ त आऊ यता। अनि तिमी खेलिरहेछ त म के बोक्नु त? रिस देखाएको भुइँमा त खेल्नै हुँदैन, खालि उभिनु पर्छ जहाँ पनि। छ्या छ्या परी, ए परी राजकुमारी बोक्नलाई हेर्नु न, यहाँ बोकेन भने रिसाएको। आऊ त आऊ
बनाउँदा थाकिसक्यो हामी नानीलाई निदा लगाइरहेको छ हाई गरेर चाहिँ टिकटकमा कपाल सुकाउनको कपाल सुकेर नै पुरै भइसक्यो अब सुताइदिन्छु नानीलाई अघिदेखि हामी टिकटक बनाउँदा फेरि त थाकिसक्यो हाई गरेको यहाँ स्ट्यान्ड बाहिर ल्याएर मौसम यस्तो राम्रो भइरहेछ पानी पर्ला जस्तो भइरहेछ अनि हामी चाहिँ टिकटक बनाएर बसेको सपुची खेलिरहेको थियो नि यहाँ अनि त्यसपछि मैले सोचेँ अब एउटा काम छ सकाइदिउँ भनेर अनि नानीको मलाई सिरानीको खोल सिलाउनु छ पहिला त मैले नानीको लागि सिरानी नै किने होइन कि सुरुमा चाहिँ नानीको त बेबी ब्ल्याङ्केट हुन्छ नि मैले त्यही फोल्ड गरेर राखिदिन्थेँ सिरानीमा त्यही युज गर्थेँ अनि जाडोमा त ठिकै थियो ल्याउनु पनि हुन्थ्यो तर गर्मी लागेपछि त उसलाई त यति पसिना हुन्छ नि त ब्ल्याङ्केटले झन् त्यो भित्रबाट पनि न्यानो दिन्छ नि त तातो दिन्छ अनि त्यसले गरेर पुरै अब यस्तो गरेर सुत्दाखेरि त एक साइडको पुरै रातो हुन्छ क्या सानीको त्यो दाग पनि बस्छ के अनि हाम्रो छिमेकी छ एकजना सरिता बहिनी भनेर अनि उसले मसँग 2टा सिरानी छ दिदी मैले भनेको थिएँ कि उसलाई म किन्न जानु लाग्छु नानीको सिरानी किन्छु उसले अब भनेर अनि मसँग 2टा छ नि दिदी एउटा युज गर्नुहुन्छ भने लिनु भनेर अनि मलाई चाहिँ यो सिरानी दियो क्या उसले कस्तो राम्रो छ क्या क्युट म धोएर राखेको छु कभर चाहिँ छैन रहेछ अनि त्यही भएर कभर मैले यस्तै हाम्रै सिरानीको कभरले यसको कभर सिलाइदिनु लाग्छु अब हेरौँ म सिलाउँछु अनि हजुरहरू देखाउँछु कस्तो हुन्छ मसँग यो कपडा रहेछ कि एक्स्ट्रा यसैको फलो बनाइदिन्छ मलाई चुट्किएको म्याजिक हेर्नु मैले कभर सिलाइ पनि सकेँ हातले सिलाएको है मैले बाइ द वे मेसिनले चाहिँ होइन हातले सिलाएको प्रुफ देखाउँछु म हातले टिपेर सिलाएको के सियो धागोले छोरीको सिरानी रेडी भयो गाइज इभिनिङ वक गाइज हामी इभिनिङ वक गर्न आएको यहाँ गाई भैँसीहरू चराउन लिएर आउनुहुन्छ दिदीले यता वरपरको गाई पाल्नुहुने दिदीहरूले त्यसरी गोबर हगाएर जानुभएको छ गाईहरूलाई अनि हामी घुमिरहेको छौँ अनि फेरि मेरो छोरी छोपेको गाई